के भयो नेपाल? हरेक पार्टी फुट्न खोज्छन्। यी साँच्चै भित्रैबाट फुटेका हुन् कि फुट्न खोजेका हुन् कि बाहिरबाट फुटाउन खोजिया हो कि? सबै फुटाउन खोजिँदैछ। कांग्रेस फुट्ने, एमाले भित्र भुमरी परेको छ, कति बेला विस्फोट हुन्छ जस्तो छ त्यहाँ। फेरि अझ ठुलो भुमरी त्यहाँ छ। अब हाम्रो पनि त्यस्ता साथीहरू एक दुईजना चाहिँ हामी हिँड्छौँ भन्ने, किन हिँड्न पर्यो? यो हामी हिँड्दैछौँ कि कसैले हामीलाई हिँडाएको छ भनेर पनि सोध्न पर्ने छ। सङ्कटको यो घडीमा त हामी झन् एकताबद्ध भएर गलत तत्त्व र प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्नुपर्ने होइन र? त्यसकारण कमरेडहरू, यो माओवादी केन्द्रका रूपमा, महाधिवेशन आयोजक समितिका रूपमा यो अन्तिम बैठक भएको हुनाले म कमरेड प्रभाकरलाई यहीँबाट पनि फेरि भन्न चाहन्छु, आज आउनु भएन, अस्ति पनि एउटा बैठकमा आउनु भएन, अब अलग भइसक्यो हामी केही दिन, तपाईँ फर्किनुहोस्, पार्टी भोलि एकता घोषणा सभामा आउनुहोस् भन्न चाहन्छु म चाहिँ। मेरो यो अपिललाई तपाईँले हल्का नठान्दिनुहोस् भन्न चाहन्छु म। त्यसले पार्टी र आन्दोलन त नयाँ किसिमबाट अगाडि बढी नै सक्यो, बढी नै राख्छ। व्यक्तिका हिसाबले क्षति तपाईँ हामीलाई नै हुन्छ। यो कुरालाई आत्मसात गर्न म अपिल गर्न चाहन्छु र अन्य कमरेडहरूलाई पनि उहाँलाई चाहिँ त्यो बाटोमा ल्याउनको लागि उत्प्रेरित गर्न तपाईहरू सबैलाई पनि अपिल गर्न चाहन्छु। भोलि नआए पर्सि, पर्सि नआए अर्को दिन उहाँ आउनै पर्छ। इतिहासले उहाँलाई जसरी पनि धकेलेर यहाँ ल्याइ पुर्याउँछ भन्ने लाग्छ मलाई। र भोलि बिहान हामी घनश्याम झलनाथजीहरूसँग नि कुरा गर्दैछौँ। म आशा गर्छु उहाँ पनि अब कसका रिसले के भने जस्तो उखान छ, त्यो त भन्न मिल्ने खालको उखान त छैन। त्यसो नगरौँ। राष्ट्र सङ्कटमा परेको बेलामा वामपन्थी आन्दोलन एउटा सङ्कटबाट एउटा अवसरतिर अगाडि बढ्न खोजेको बेलामा मैले सकारात्मक रूपमा भनेको हो, त्यसलाई नकारात्मक रूपमा नबुझ्दिन सबै लिडरहरूलाई अपिल गर्न चाहन्छु। मैले भने रेल, एकताको रेल अगाडि कुदि नै सक्यो। जो चढ्यो चढ्यो, जो छुट्यो छुट्यो, तर म कोही पनि नछुटोस् भन्ने चाहना राख्छु। म तपाईहरू पनि यो भोलि घोषणा हुने एकताको रेलमा चढ्न तपाईहरू सबै आउनुहोस् भनेर पनि म अपिल गर्न चाहन्छु। यो इतिहास निर्माण गर्ने समय हो, यो युग निर्माण गर्ने समय हो।